हेलो एभ्रिवान, गुड मर्निङ, शुभ बिहानी। हजुरहरू सम्पूर्णलाई मेरो सानो मिनी ब्लगमा स्वागत छ। सन्डेमा त हजुरहरूको छुट्टी हुन्छ होला है, हाम्रो त अब फुल काम हुन्छ साथीहरू। त्यतिकैमा मैले बुढीलाई पनि फटाफट उठाएँ। बुढीले चाहिँ उठ्न नमानेपछि म चाहिँ फटाफट बाथरुमतिर लागेँ। सबैभन्दा पहिला त मैले सिटी साफ गर्नको लागि पानी पक्रेँ। पानी पक्रेर आउँदै थिएँ, त्यतिकैमा बुढी पनि झ्याप्प उठेर आइहालिन्। त्यसपछि दुइटै बुढाबुढी मिलेर लिफ्टतिर गयो। लिफ्टभित्र भने बुढी आफ्नो बारामा, म आफ्नो बारामा आफ्नो तरिकामा बिजी थियौँ। त्यसपछि केही सेकेन्डमा लिफ्ट पनि फोर्थ फ्लोरमा पुग्यो। मैले भने बुढीलाई, बुढी झाडु लगाऊ, म पोचा लगाउँछु। बुढीले फेरि पोचा लगाउँछु भनिसकेपछि म आफै झाडु लगाउन लागेँ। त्यसपछि भने दुइटै बुढाबुढी मिलेर फटटटटटटट सिटी पनि साफ गऱ्यौँ। सिटी साफ गरिसकेपछि पालो आयो पार्किङको। अन्त फेरि मेरो पार्किङमा फेरि पाइप पनि छैन है। फेरि ट्याङ्कीमा फेरि उगाडेर रस्सी लाएर है कस्तो मुस्किल गरेर उठाइ बोकेर पार्किङमा पुरा पानी हाल्नु। मैले पनि लत्तालत उठाएँ खनाएँ है। अनि त्यसपछि अब पार्किङ पनि करिब सकिन आँटेको थियो। मैले पनि फटाफट गरेर पार्किङ पनि खत्तम गरेँ। पार्किङ खत्तम गरिसकेँ। अब बाहिर बुट्टामा पनि पानी हाल्नुपर्ने हो। त्यसैले म पनि सिधै एकबुट पानी उगाडेर बाहिर बुट्टामा पानी हाल्न गएँ। गोलीको रफ्तारमा पानी हालेर पनि सकाएँ। बुट्टामा पानी हालिसकेपछि भने मेरो काम पनि सकियो। काम सकिएपछि म चाहिँ अब रेस्टतिर जाँदैछु। साथीहरू, हजुरहरूलाई भिडियो चाहिँ मन परे लाइक, कमेन्ट, सेयर गर्न चाहिँ नबिर्सिनु होला साथीहरू है। हस् त।